नानी भिडेर है त खत्तम भयो नि त्यही नै भने तै डाकाले गर्दा त हो नि बिचा प्याच बोलेर ए काटिन नि त आमाले त्यही भएर काट भनेको अब यसो गरौँ बा हामी घरमै जाउँ यिनीहरूको ब्याचलर पार्टी चल्दैछ गर्छ के अरे हामी घरमा गएर हल्दी मेहन्दी गरौँ त्यसो चाहिँ अब हल्दी मेहन्दी भने हाम्रो संस्कार संस्कृति नै होइन म त्यो केक सेक पनि खान्न मलाई त सुगर पनि छ म केही पनि अर्दिनँ कुरा नगर्नु हुनेवाला मेरो बाबु अब यता चाहिँ नि हाम्रै आमाले पनि विदेशी भइसक्यो त अब के गरिसक्यो दिदी ह्याप्स नगरौँ न सुगर डाइरी चल्नु रमाइलो गर्नुपर्छ क्या यस्ता यी उरुन केवला केटाको पछि लाएर के यस्तो लट्ठा त नगरी हुन्थ्यो सुत्ने म लिएर आउँछु है चिज बिस्तारै राको त 4 कोसी झाड्ने रहेछ है के 4 कोसी झाडी सुरु गरौँ जलाऊ तातुन पर्छ नि हेर न खसीलाई लाग्छ पार्टनरहरू एकछिन ल भएन ए ठुलबाबा पानी तातै तातेन उता ब्याचलर पार्टी यता चाहिँ नि हल्दी पानी चाहिँ किन तताउने के गरे रौँ धेरै रहेछ क्या पार्टनर अलिकति जान्छ कि ए हुँदैन गिरा लगाएर ताम लाग्यो घोप्टी यता बसेर हुँदैन त्यस्तो त नगर्नु बाबु फोटो पारौँ पानी किता त दिने रहेछ कि पानी गर्नु अब यो सबैतिर लाएन क्या एकपल्ट यसरी चाहिँ बालाई लोटाइदिउँ लुटाइदिउँ ल अब यता नो बुवा के गर्नु भएको कस्तो के गरे होला भन्छु कि म तिमीहरूको चाहिँ उता ब्याचलर पार्टी हुने अनि हाम्रो चाहिँ यहाँ बालको बिहेमा हल्दी गर्नु परेन भन्छु कि म त्यही भएर यी हामी पुरा बेसार ल्याएर के गर्दैछौँ लोटाइला लोटाउँ